छैन बुझ्नी त जोगी त नि त जोगी त भुटेले तँलाई कति हेपेर राखेको छन् भुटेले तँलाई कति राखेको छ त जोगी हैन भुटेले तँलाई त मुझे पैताला किचेर राखेको त जोगीहरुलाई यो बोल्न बाहेक केही आउँछ त जोगीले जोगी बाहेक अरु के भन्न आउँछ यहाँ सुन तेरोमा के छ त पागलको दिमागमा के छ कति पढेको छस् कति पढेको पागलको दिमागमा के छ पाखामा जन्मेको दिमागमा के छ पागलले पढेको रस के पढ्यो के सिकिस् तँलाई तेरो बाबुआमाले के सिकायो तँलाई समाजले के सिकिस् तँलाई देशमा बसेर के सिकिस् भोटेले तँलाई अहिलेसम्म के पढिस् सुन जोगीले के पढिस् त जोगीले के पढिस् त जोगीले के पढेको छ फुटेसँग कन्ट्रोभर्सी पर्छ मेरो फुटेसँग कन्ट्रोभर्सी पर्छ तर त खुट्टाको धुलो पनि छैन त जोगी त के खुट्टाको धुलो पनि छैन बुझ्नी त जोगी त तेरो अवकाश तेरो अवकाश त जोगी त नि त जोगी त मेरो खुट्टाको धुलो बुझ्नी त खाइ लेभल मिल्न खोज्ने हैन लेभल मिल्न खोज्ने हैन मेरो एउटा चप्पलसँग लेभल मिल्न मेरो खुट्टाको जेग त खुट्टा जोगी होस् सुन सुन म जोगी म जोगी हो म गरिब न मलाई थाहा छ एउटा कुरो सुन कस्तो ठाउँमा जन्मेको तँले फुटेको सुन सुन लेभल मिल्छ सुन भाइ सुन सुन नबोक्न नबोक मेरोमा गाडी विशाल नाच्यो त गाडी विशाल नाच्यो त विशाल नाच्यो त गाडी जान्छ गाडी जान्छ साला जोगी भन मेरो भाइ हो नाच्यो त पागल फेरि लाएर भात खान्छ फेरि लाएर चामल उठाउँछ विशाल म भट्याउँछु के मोबाइल राखेर नाच न मोबाइल तल राखेर नाच न म भट्याइन्छु मोबाइल तल राखेर नाच न तिमी भट्याउ पागललाई साला चुतियालाई झन् तपाईँ भनेको त जोगी ला फेरि लाएको चामल फेरि लाएको चामल ला फेरि राजी साज रात बढी अनि फेरि चामल खुट्टामा खुट्टामा त्यत्रो पैसा कमाइ भन्छ त्यत्रो घडी भन्छ त्यत्रो मुझे गाडी किनि भन्छ क्यानाडा बसेको 4 वर्ष भइसक्यो एउटा गाडी चलाउनु फुटेले मलाई एउटा त्यो फुटेको कुरा नले त जोगी कुरा फुटेको तारिफ गर्दैछु तारिफ गर्दैछु सुन चुतिया सुन डागा सुन त चोट डागा सुन फुटेको अगाडि जस्तै भयो मेरो फुटेको तारिफ गर्दैछु फुटेको तारिफ गर्दैछु फुटेको एउटा चप्पल बनाएर देखा यसो जोगी म गरीब हो भाइ म गरीब जोगी फेरि त धनी त नाच्यो त विशालले त नाच्यो त विशाल नाच्यो न विशाल नाच न भोसडा म भट्याउँछु के नाच न जोगी फेरिला यार मतलब फुटेलेलाई यति पेल्छ कि पागल भइसक्यो फुटेले त्यसलाई त कोरियामा कोरी जान्छ फुटेले त फुटेको तारिफ नगरौँ भनेको नि फुटेको तारिफ गर्ने किनकि काममा पनि हिँडेर जान्छ यसरी लुकुर चप्पल पनि लाएर ठिक्क जिन्दगी तेरो चप्पल लाएर हिँड्दै जान्छ भाइ पैसाको कुरा त्यसले गर्छ भाइ जोसँग केही पनि छैन पैसाको कुरा त्यसले गर्छ जोसँग केही पनि छैन तेरो ब्याकग्राउन्ड हेर्दा एउटा फुटेलाई देखाउनको लागि सुन एउटा फुटेलाई देखाउनको लागि साला महिनामा साला कति $500 त्यो डलर के भन्छ त्यहाँ हो त्यो नक्कली घडी लिएर ल्याउँछ हैन डुप्लिकेट फुटेले एक्सपोज गरिदिन्छ फुटेले एक्सपोज गरिदिन्छ भप्न नसकेर सुन भाइ अनि त्यहाँबाट त भप्न नसकेर रुन्छ है फुटेले तँलाई जुन फुटेले तँलाई खुट्टा मुनिको धुलो नि सम्झिदैन फुटेको नि त खुट्टा मुनिको धुलो गराउन जोगी तँले सक्ने भनेको फुटेले फोटो राख्नु तँले नि फोटो सुन फुटेले फोटो राख्नु तँले नि फोटो राखिस् फुटेले गाडी गर्नु तँले नि गाडी गर्नु तँले सक्ने त्यति हो तँले सक्ने त्यति हो जोगीले काम गरेको छ जोगी ल म तपाईँ भनेर बोल्नु भाउजी त मात्नु पर्ने बोल्न सक्छस्
जापानिज बोल्न सक्छस् यहाँनिर मलाई ए भाइ जापानिज भनेको त भाइ काहीँ पनि फिट्न काहीँ पनि फिट्न काहीँ पनि फिट्न जापान जाने लास्टमा काहीँ पनि जापानिज बोल्न सक्छस् भन जापान जापानिज बोल्न भनेको काहीँ सक्छस् पनि फिट्नबाट जापान जाने भाइ अनुहार हेरिस् भाइ कहिले आफ्नो अनुहार हेरिस् कहाँबाट पुगिस् त त्यहाँ जोगी जोगी हैन जोगी भाइ जोगी कहाँबाट पुगिस् त त्यहाँ फेरि ला फेरि ला त फेरि हेर्दा हामी त अलिकति जट्दै छौँ हाम्रो एज सानै छ हामी अलिकति सानै छौँ हामीलाई त सुहाउँछ तर त्यो औकात हेर्दा त तेरो धेरै छ त त्यत्रो पढेको मान्छे छोरा छोरी भएको मान्छे बुढी भएको मान्छे तेरो हालत हेर्दा कस्तो भइछ अहिले पागल जस्तो पराइरहेछ पागल कसैले मान्छ त एउटा पहिला त भाइरल नआको उग्रिदानी भाइरल नआको क्या भाइरल मलाई कसैले पनि चिन्दैन भाइ त भाइरल नआको जे गर्दा नि सुहाउँछ तर भाइरल नआको मलाई कसैले मान्दैन तेरो एज धेरै छ तेरो छोरा छ तेरो बुढी छ हो अहिले हेर्दा ए भाइ यहाँ सुन्न जोगी भिटेले भन्दा डिप्रेसनमा गएर त हेर्दा बौला र कुकुर जस्तो भइसकेर छस् तँलाई त भन्दा जोगी भनेको हैन क्या बौला भइसकेर छस् हेर्दा कस्तो कराको त हेर्दा कुल्ली भाइ त कराको ओडलेको भनिस् तँले त्यो ओड पनि तँलाई सुन्न त्यो ओड पनि तँलाई फिटेको मात्र आउँछ क्या सबै फिटेको कपी गरिछस् फिटेको कपी गरेर खोज्दा पागल भइसकेछ भाइ त बिचारा कुल्ली साला मान्छे यार त लाज लाग्दैन हामीले धेरै छैन हामीले त चिच्याउँदा नि सुहाउँछ कराउँदा नि सुहाउँछ हामी बच्चै छौँ हाम्रो न बुढी छ न बच्चा छ हामीलाई न केहीको टेन्सन छैन तर तँ भनेको एउटा छोरी भएको छोरा भएको मान्छे बुढी भएको मान्छे हेर्दा कुकुर जस्तो कराइरहेछस् भाइ ए भाइ जोगी के गरेको ए बच्चाले जस्तो क्या केही बोल्न बच्चाले जस्तो त्यो बच्चामा जिस्याउँदैन भिख माग्दै मसँग जोडिन आएको जोगी भिख माग्दै मसँग आएको जोगी बिचारा जोगी कुत्ताको जिन्दगी छ भाइ तेरो कुत्ताको जिन्दगी तेरो सपनाको देशमा कुत्ताको जिन्दगी छ यार भाइ तेरो सपनाको देशमा भनेको म तँलाई डाइरेक्ट रूपमा भन्छु तेरो सपनाको देशमा छु सुन तेरो सपनाको देशमा छु तेरो सपनाको फिटेको नि तँ एउटा कस्तो बराबर पनि छैनस् क्या तैँले खालि फिटेको कपी गर्न खोज्छस् सुन फिटेको तैँले मैले फिटेसँग जुत्ता छैन तँलाई म फिटेको उदाहरण दिन्छु हैन तैँले कट्टु बराबर पनि छैनस् क्या किनभने एउटा कट्टु बराबर पनि बन्न सकिन्छ खालि फिटेको कपी गर्न क्या क्यानाडा गएको छस् ठाउँमा गएको छस् आफैले केही गरेको भए सुन आफैले केही गरेर छोराछोरीलाई केही गर्छु बुढीलाई केही गर्छु आफ्नो बाटोमा हिँड्नु भयो केही बन्दिस् होला तर हेर्दा फिटेको कपी गर्ने भएर तेरो हालत कस्तो भइन्छ जोगीलाई भोलिदेखि मेरो बाबु बिरामी बाबु रोइ मात्र देखियो हैन त्यो फुटेको कपी गरिरहेको अलिकति रोको जस्तो कराको जस्तो तर हेर्दा तेरो पागल कुत्ता भइसकेर यार कसम भनेको के भन्नु यार पागल कुत्ता भइसकेर चाहिँ यार झन् दाइ तपाईँ हजुर भनेको त नपच्ने रहेछ जुतियालाई साथी मैले त्यतिकै फिटेको कपी गर्दा गर्दा सला बौला भइसक्यो अझै साथी म के भन्दिछु त्यसलाई त्यतिकै पक गरेको हैन नि त्योमा झ्याक्ने भनेको नि त्यो फिटमिनको झोले हो क्या त्यो साथी बुझेनौ त्यो मैले डिटेल्स निकालेर मात्रै म मान्छेहरूलाई पोक गर्छु क्या साथी बुझेनौ मान्छे डिटेल्स निकालेर मात्रै म तिनीहरूलाई पोक गरिरहेको हुन्छु त्यतिकै म पोक गर्दिनँ कसैलाई पनि कसम तर पागल बनाइदिसेर त्यो फिटेल त फिटेको र त्यो पागल भयो थाहा छैन हैन तर मतलब छुट्टै क्या हेर न यार 900 जना मान्छे बोकेको रहेछ हामीहरूले पनि 6-7 500 400 जना मान्छे बोकेको छौँ हौ हामीहरूको पनि सपुतर मासाले त्यो बोल्न नसकेर भागेको भोसडीवाला के हो साथी हामीहरूको पनि छन् हामी एक्लै भनेर माथि जज गर्ने मान्छेले भन्दै त्यो भागेको के गरेको भनेर को हो म को हो तपाईँ को हो खोइ कहाँ भएको थियो तपाईँको घरको आइडीमा कसको प्रेम ब्रदरकोमा त आएको छ त ब्रदर पुरै वार्निङ त्यो भागो मेरोमा छोडिदिनु वार्निङ अब के बोल्यो त्यहीसँग बाँच्नलाई चाहिँ आएको हो क्या म पनि माछाले खाथे माछालाई कहिले त्यो माछाले पहिले टिकटक कसरी आएको थाहा छ मैले यहाँको बुढीहरूलाई लाइभमा राखेर होइन बिहे गरेर दिन्छु भन्दै इनबक्समा मैले बोलाएको हो त्यसलाई माने त्यसले एक्सेप्ट गर्यो त्यो आयो मैले माने तर मैले पोक गर्नुमा धेरै ठुलो रिजनहरू छ क्या साथीहरू म बिना प्रुफको बोल्दिनँ यदि तिमीहरूलाई प्रुफ चाहिन्छ भने पनि भन म्याप्सले खातिर
यिनीहरू कमको छ यिनीहरू सब भ्युअर्स रौको लागि हो ए के साथीहरू। अनि अर्को कुरा यहाँ जति पनि भ्युअर्सहरूले हेरिराख्नु भएको तिमीहरू जति पनि यहाँनिर छौ होइन त्यो हुन्छ नि यहाँनिर मलेसियामा भएको मान्छे कतिजना हुनुहुन्छ प्लिज मलाई कमेन्ट गर्नु त एकचोटि यहाँ म मलेसियामा छु भन्ने कमेन्ट गर्नु त तिमीहरूले पहिले कमेन्ट गर्नु त त्यस पछाडि त्यो भिसान बन्तावा राई त्यसको पर्दाफास गर्नुपर्छ। अघि प्रेम ब्रदरले एउटा कुरा भन्दै हुनुहुन्थ्यो नि प्रेम ब्रदरले हाम्रो पुकार ब्रदरलाई भन्दै हुनुहुन्थ्यो नि राई कमिटी कति छ राई कमिटीहरू सबै मिलेर चाहिँ एकचोटि केस गर्यो भने यताउता हुन्छ त्यो चाहिँ सही हो क्या त्यो चाहिँ सब गर्यो भने सायद ठिक छ मतलब उहाँ गएर अर्को देशमा गएर लड्नु भन्दा पनि हो त्यो गर्दा ठिक हुन्छ क्या। म छु केएलमा म छु मलेसियामा भन्नुभएको र त विशाललाई कन्ट्याक्ट गर्नु है। अब तपाईँ कुन ठाउँमा हुनुहुन्छ ओके मलाई मेसेज गर्नु है। मैले अलरेडी कम्युनिटीहरू मैले भेला पारिसकेको छ जो यहाँनिर विपिन जोशीको बारेमा भनेकोहरूलाई जसको रिस छ अनि हामी भनेको सबैजना नेपाली हो हिन्दू यताउता यो हिन्दू मुस्लिम यताउता मलाई केही लाग्दैन होइन। मेरो बाउले भन्छन् त हिन्दू होस् हामीहरूको हिन्दू धर्म हो भन्छन् मलाई त्यो सब लाग्दैन। हेर साथीहरू म एउटा नेपाली हो हामी अहिले उतापट्टितिर मुख छाड्नु नसकेर यता मेरोतिर आइपुगेछ क्या उ गर्नु मुख छाड्नु कमेन्टमा। ओइ म्याम यो के भएर मलाई 10 मिनटको लागि रेस्ट्रिक्सन हालिदियो यार। त्यो क्यान्सल गर्नु न केही हुँदैन तिम्रो मात्र नि मेरो नि हान्दै मुला। ओ यो के हिन्दू सिन्दूको कुरा गरेर हो क्या होइन केही हुँदैन तिम्रो राम्रो कुरा गर्दाखेरि पनि रेस्ट्रिक्सन हालिदिन्छ भने ओके नो प्रब्लम। आइएम केएल मलाई फेरि बोलाऊ है जतिजना पनि यहाँ इन मलेसिया हुनुहुन्छ प्लिज मलाई कन्ट्याक्ट गर्नुहोस् मलाई मेसेज गर्नुहोस् म ए मुलाहरु यहाँ ब्याड कमेन्ट गर्नेहरुसँग चाहिँ के भन्नु तिमीहरु जस्तोलाई नि हामी बसौँ कि खाने बसौँ कि अब ब्यान्ड हुने पुरै आइसक्यो अब ब्यान्डै हुन्छ है 2-3 दाली आइसक्यो हैन मान्छेहरु मलेसिया 2-3 दाली आइसक्यो त्यो छोड्दियो जतिजनाले मलाई मेसेज गरेको हुन्छ म सबैलाई फलो गर्छु। म अर्को त्यो तपाईलाई मेरो ठुलो आइडी एउटा 29 लेभलको आइडी एउटा म फलो गर्छु ब्याक दिनु ल प्रेम ब्रदर सबैजना ल हुन्छ नि पठाउनु होला गरेर त्यो मादर म अर्को अहिले कहिले मादर जतलाई खोजिसकेको छु बस आइहाल्नु मात्रै बाँकी छ त्यसलाई ल्याएर बुझ्नु नि त्यति हो कुरा। त्यो हजुरको फोटो हालेर गाली गर्छु म को हो भन्नुभएको रहेछ सक्ने दिदी हो गरोस् त कोमन के गाली गर्छ